हाम्रो फुपूले कान्छी जाट छ भन्दाको अनुभव कस्तो लाग्छ? हमका नहीं तुमका किन गुड मर्निङ नमस्ते आज रत्तमा आएको छ यहाँ पार्टी खानु पार्टी होइन आज चाहिँ हामी यहाँ काकीहरूले चाहिँ गाईको चुला पूजा गर्नु हुँदैछ चुला पूजामा लाइन त्यही भनेर बोलाउनु भएको यहाँ आज हाम्रो काकीको चाहिँ यहाँ चुला पूजा हुँदैछ है हमका नहीं तुमका काकाले चिरा हुँदैछ हाई भन हाई भन हाई भन हाई दस्तीलाई हाई भन्नु लाग्यो हाई भन्नु आज तिलुङको जेठी बुहारीले तिलुङको कुलदेउता अरे यहाँनिर कुलदेउतामा भात पकायो तर यो भात चाहिँ पकाएको होइन मैले पकाएको भात हो यो चाहिँ यहाँनिर आगो पनि सल्काउनु नजानेर बसेको त्यो तैँले आगो फुकेको तैँले त्यो चामल भर्साएको मात्र हो त पकाउनु चाहिँ मैले पकाएको हो झनै भात डढाइ पठाएको थियो यसले यो तिलुङको जेठी बुहारी तिलुङ घरको यो चाहिँ तिलुङको घर हो अनि जानु त काकी सासू जानु त यहाँ सासू पनि आउँदै हुनुहुन्छ सासू बुहारी झन् एउटै पो छ बस्नु त काकी काकी सासू र जेठी बुहारी त एउटै थोपडा परेको रहेछ आज कुर्ता सुरुवाल लगाएको छ एउटा भिले नाइ भेरी बिचमा साडी लाउनु ए लाउँदै गर्नु तपाईँको साडी भरे बेलुका ल राति लाउनु ल कति बेला एकछिनबाट लाउनु ए लाउनुहोस् न अघि मलाई आउँदै हुनुहुन्छ हाम्रो काकी भात पकाउँदैछ तर यसले पान खाँदैछ यो चाहिँ के लागि अरे बाहिर सना बजारमा के दिनुपर्छ बजाएको त गइस हाम्रो काकीको कुलपित्रीको दिन सनाई बजाएर दामी भएन हाम्रो काका चाहिँ चिन्डोमा पानी भर्नु हुँदैछ राख्नु त सबै राख्नु नि अब राख्नु त सबै राख्नु रे अहिले त्यो नाम मात्रै छ अयो सबैलाई राख्दा भइगयो नि त्यो उनीहरुको भात मैले सबैको भोला दिनु 50 रुपैयाँ एक मानाको त थाहा छ हो ए भोला छैन होला माथि चाहिँ चाहिँदैन दाजु माथि पर्न काट्यो म चाहिँ सिक्दै छु सिके ल्याउनु अंकल म त बरु जानु थालिसके काम छ के प्रमाण नमाटे ए बेको लाउलाई चक्कु ल्याउँछ मलाई चार थान सुनमा हालेर बाहिर चिनी ल्याउँदा हाल्नु चामल हैन मैले के सम्झे त दुईटा उयो भर्यो भरि कहिले पनि आधी के भने पिसे काट्दोमा के भने पिसलाई दिएको आधी चाहिँ नभर्नु है दुना भरि यो यहाँ माथि जन बङ्गल अनि एउटा भर्नु के एकचोटि हो मेरो तीनटा उब्रेको कहाँ जानु बस्नु कहाँ जानु यो पनि सुरु भयो होला यो खालको त मेरो त उता लट्टा खोल्या सब भइसक्यो यो के रे कता के गर्नु बनाएको यो चुरा तामाङ के खै एटा नि
टपरामा राख्नु आदि पाती भात पनि राख्नु ओ खै दे थाप्नी के धुन त सिधै अनि त्यसमा त छोड्नु न थाप्नी रक्सी थाप्नी यो थाप्नी यो कता या छैटे त हो यही त हो नि रक्सी तान्नु त्यसले त यहाँ होइन भएको त हुन्छ नि त छ तानसँग रक्सी थाप्ने नि के मटिया थियो नि हाम्रो मटिया फुट होइन फुट हो त्यही छैटे थाप्ने त हो त्यो उपर हुन्छ यो भन्दा यो हो क्या यो फेरि यी पैसा यी गयो यो जान्छ रक्सी म त 85 चोटी गरे पनि यस्तो जाने बाप त्यो बखानदा चाहिँ अब दारु गर्नुहुन्छ परिवार के गर्नु खोजेको सन्तान अनि बरु पितिर भन्ने के हुन्छ हामी त आमाले गर्नुहुन्छ सबै के गर्नुहुन्छ सबै आमाले म त केही जान्दैन अनि एउटा शराब बगाउने हो हाम्रो नि छ त गाली शराब अस्ति बगाएको हाम्रो चाहिँ गाली शराब बस्छ ए हुन्छ गुरुनी भन्नुभएको काकीले ए म त के पो भन्नुहुन्छ हजुर यहाँ साथीहरू म चाहिँ अद्ध टोक्दैछु अद्ध चाहिँ टोक्नु पर्ने अरे अद्धको पूजा भाले दुई छ नि त काम गर्छौँ त्यहाँ पूजा गरेर ड्राइङमा भनेर गर्नु अलिकति चामल अनि गिरमा अनि जेमा म पहिले कुरा धुनु पर्यो कुन चाहिँ आन्टी अङ्कल कुन चाहिँ हो भाले त्यो ठुलो पहिला पक्र यसलाई त बन्धनमा छ कुखुराको कुरा हौ किन ए अचारमा ओ नानी ल त उता लगेर भिडियो बनाइदिनु बाहिर बोल्नु हुँदैन खोजिदिन्छ मनमा नै दिने होइन होइन कुखुरालाई चाहिँ उयोले पनि हुन्छ नि उयो अर्दै छुइनँ त हुन्छ यहाँ बस्छु है अब अलिक उता सर्नु ल यो त अब बाजे बजुर कोकाउनु छ बाबुहरू आमाहरू आफ्नो तपाईँहरूको भागहरू चिजो बनाएर दिएको छौँ दुःख नगर्नु हामीले जानेसम्म यही हो अब अजान मूर्ख अब बुझेर खानु होला जानेसम्म यति कुरा भन्छु भाइहरूले पनि त्यही भन्नु है कताबाट बोल्नुहुन्छ यतिबाट हो म त केही कुरो बुझ्दिनँ अनि के भन्नु अघि मैले त भनिपछि कम्प्युटरको जमाना छ इङ्ग्लिसबाट भन्दा पनि बुझ्नुहुन्छ अब त्यही हो खाइছে त खाइছে नखाइছে त आम खाइছে भने पारा हो हामीले चाहिँ यतिखेर
यस्तो भाषा बोल्यो भने लौरोले हिर्का फक्किर भन् आफ्नै भाषा बोल्नु लाउँछ यता हान्ने होइन नि यहाँ होइन त्यहाँबाट यसरी घुम्नु पहिला उहाँ होला नि मैले अरातो मान्छेलाई हामी चाहिँ कता हान्नु दुना कतिले हामी चाहिँ कता हान्नु मात्रै अनि यता सर्नु भने यीबाट यसरी फर्किनु मिल्दैन यीबाट हान्नु ल आफू पनि सिकिराख्ने है साह्रै घरमा चाहिँ गर्नु हुँदैन सिक्नुपर्छ अर्को दुना भाटा हुन्थ्यो सबै चलाउनु छ बुढो चाहिन्छ नै नामै चिनेको है भाले पनि पो लड्ने हो त्यो माछाको माटो कि केही हुँदैन जग्गा जाले सक्ने है यो भात लुडो यसरी नभन्नु होइन त्यो नगर्ने कुराहरू सिक आफ्नो भाषामा सिकाउनु कि Anjo ni mang, hojo rasa hojo ni mang ah, koi kira kami. हाम्रो कोदोको जाँड खानु अनुरोध यस्तो खानु पाइन्छ है राईको पूजा गर्दाखेरि कोदोको प्युर जाँड छुनु पनि नमान्ने मान्छे अहिले बुहारी भएपछि जाँड छार्दैछ माइतमा हुँदा जाँड फुकाउने मान्छे अहिले जेठी भयो बुहारी काम लाग्छ हैन काम गर्नु पर्यो है कसले यो जाँड छुनु नमान्ने केटी हो त जान नखाने मान्छेको जाँड नखाने मान्छेले बनाएर मिठो हुन्छ राईको बुहारी भएपछि खतरा हाम्रो हो अब एक टक हान्नु त फुपू ओहो खतरा हुन्छ सुहाउँदो रहेछ हौ बाक्लो भयो हाम्रो नखाए पनि अनुभव छ नि त जीवनमा अनुभव छ नि ल कान्छी जाँड छाल्दाको अनुभव कस्तो हुन्छ दामी हो भरे जाँड छान्दा छान्दा कान्छी बुहारी त जेठी बुहारी त भरे अफ गर्न थाल्छ है यो त हो यसले त भोलिपल्टसम्म यसले त त्यो जाँड छानेको हात त उयो गरिरहेको हुन्छ त दामी देख्दो रहेछ दामी देख्दो रहेछ जाँड छान्दा त यसलाई त अर्कोलाई त त्यो छपानी पक्रिने चाहिँ सही हो नि मान्छे बाप्रे मैले कति पक्रेको पक्रेर पनि छानेर पनि ए हो र ए पक्रेर छामेर छानेर सबै खाएको यो अल्लोपट्टिको कालो लुगा लाउने चाहिँ थामसङ नि थामसङ भनेको थाहा छैन होला लिम्बूको बुढी यो चाहिँ तिलुङको बुढी
यो तिलुङको बुढी हो यो हाम्रो कहाँ चाहिँ तिलुङको बुढी हो चाम्लिङ तिलुङ अनि यो काका तिलुङ होइन त त्यही भएर त यसको काका ससुराको घर हो त हेलो गाइज हामी फाइनली ब्याक टु द होम भइसकेको छु है म चाहिँ फ्रेस पनि भइसकेको छु पानीपुरी खाएर गाडी लाग्यो अनि फ्रेस भइसकेको छु अब चाहिँ हामी घर जानेवाला छौँ घर गएर हामी चाहिँ आज सोमबारे बजार जाँदैछौँ फेरि सोमबारे बजार गएर के लिएर आउँछौँ पट्याटो आलुको दाना लिएर आलुको दाना लिन हामी चाहिँ माङ्ला मधुमला जानु लाग्छौँ मेरो छोरी